बाइबलमा यस्तो राजा छन् जसको बुद्धि र ज्ञान देखेर आजका मानिसहरूलाई पनि चकित पार्दछन्। त्यो बुद्धि र ज्ञान देखेर मानिसहरू किन चकित पर्दछन् त? त्यो बुद्धि र विवेक स्वयं त्यो राजालाई परमेश्वरबाट प्राप्त भएको थियो। त्यो राजा थियो राजा सुलेमान। आज हामी राजा सुलेमानको बुद्धि र विवेकको बारेमा यस्तो कुरा गर्छौँ कि जुन घटनाले तपाईँको हृदयमा पनि चकित, तपाईँको जीवनलाई पनि चकित पार्दछ। स्वागत छ तपाईँलाई हाम्रो युट्युब च्यानल होप इन क्राइस्टमा। आज हामी तपाईँलाई यस्तो घटनाको विषयमा बताउनेछौँ जुन घटनाको अन्तिम घटना सुनेर तपाईँ पनि चकित पर्नुहुनेछ। दाउदको मृत्युपछि उनका छोरा राजा सुलेमान भए। राजा सुलेमान केवल 20 वर्षको उमेरमा इजरायलका राजा बने। तिनी परमेश्वरप्रति डर भाव राख्थे र दुष्टताको बाटो त्याग्थे। उनी सत्य मार्गमा परमेश्वरप्रतिको भय मानेर अगाडि बढ्दथे। एक रात परमेश्वरले सुलेमानलाई दर्शन दिँदै सोध्नुभयो, म तिमीलाई के दिउँ, माग। सुलेमानले आफ्नो प्रजामाथि न्याय गर्न सक्ने बुद्धि र ज्ञानको माग गरे। उनको नम्रता र उचित मागले परमेश्वरलाई अत्यन्तै खुसी पार्यो। त्यसैले परमेश्वरले उनलाई केवल बुद्धि र ज्ञान मात्र होइन, तर धन सम्पत्ति, वैभव, सम्मान पनि प्रदान गर्नुभयो। तर चाँडै नै राजा सुलेमानको बुद्धिको परीक्षा लियो। एक दिन राजमहलमा 2 स्त्रीहरू, एउटा जीवित र एउटा मृत बच्चा सहित राजदरबारमा आइपुगी। दुवैजनाले जीवित बच्चा आफूले जन्माएको हो भनी दाबी गरिरहेकी थिइन्। पहिलो स्त्रीले भनिन्, महाराजा, हामी एउटै घरमा बस्थ्यौँ। मेरो सुत्केरी भएको केही दिनमै यो पनि सुत्केरी भई, तर राति सुत्दा उसले आफ्नो बच्चालाई च्यापेर मारिन् र मलाई थाहा नपाई आफ्नो मरेको बच्चा मेरो छेउमा राखेर मेरो बच्चा लिएर गइन्। तर दोस्रो स्त्रीले अस्वीकार गर्दै भनिन्, होइन, जीवित बच्चा मेरो हो महाराज, मरेको चाहिँ उसैकै हो। राजा सुलेमान केही बेर मौन रहे र त्यसपछि उनले आदेश दिए, एउटा तरवार ल्याऊ। जब तरवार ल्याइयो, उनले भने, यो बच्चालाई 2 भागमा काट र दुवै आमालाई आधा आधा बाँडिदेऊ भनेर आफ्नो सिपाहीलाई आदेश दियो। त्यो कुरा सुन्ने बित्तिकै पहिलो स्त्री चिच्याइन् र बिन्ती र दयालु स्वभावले भनिन्, महाराजा, नपार्नुहोस् 2 टुक्रा, उसैलाई दिनुहोस् यो बच्चा, तर नमार्नुहोस् भनेर बिन्ती गरे। तर अर्को स्त्रीले भनिन्, कसैको पनि नहोस् यो बच्चा, काटिदिनुहोस् महाराज, 2 भागमा बाँडिदिनुहोस्। त्यसपछि राजा सुलेमानले घोषणा गरे, जीवित बच्चा पहिलो स्त्रीलाई नै देऊ। उनी नै यसको साँचो आमा हुन्, किनभने केवल एउटी आमाको मनमा यति गहिरो दया हुन सक्छ, अरू कसैमा हुन सक्दैन। यो घटनाले सारा इजरायली जनतामा सुलेमान प्रतिको सम्मान अझ गहिरो बनायो। सबैले बुझ्ने भयो कि परमेश्वरले नै उनलाई साँचो बुद्धि र ज्ञान प्रदान गर्नुभएको थियो। आमेन, हालेलुया। अनि यो घटना हेर्छौँ कि हामी राजा सुलेमानलाई प्रख्यात बनाउनु मात्रै यो परमेश्वरको योजना थिएन, तर परमेश्वरको बुद्धि र ज्ञान राजा सुलेमानबाट प्रकट गर्नु चाहिँ परमेश्वरको योजना थियो। आज पनि हामीले यो घटनालाई हेर्दै गर्दाखेरि हामीले यो बुझ्नु पर्दछ कि साँचो बुद्धि नम्र हृदय र परमेश्वरको भयबाट आउँछ। साँचो प्रेम त्याग गर्न पनि तयार हुन्छ, तर हिंसामा कहिले स्वीकार गर्दैन। जब हामी परमेश्वरसँग साँचो मनले माग्छौँ, उहाँले हाम्रो मागभन्दा बढिदिनुहुन्छ। बुद्धिमानी निर्णयले मात्र सत्यको उजागर गर्छ। त्यसकारणले आज हामी परमेश्वरलाई जब साँचो हृदय र नम्र हृदयले माग्छौँ नि, उहाँले दिनुहुन्छ। अनि उहाँले हरेक व्यक्तिको जीवनमा उहाँकै योजना अनुसारको काम गर्नुहुन्छ।